So, hello, hi, welcome back to my YouTube channel. It's me Santosh Gurung after a long time. है सबैजनालाई वेलकम छ मेरो युट्युब च्यानलमा फेरि पनि र आशा गर्छु अब हजुरले मलाई पहिलाको जस्तो माया गर्नुहुनेछ, सपोर्ट गर्नुहुनेछ किनकि लास्ट टाइम मैले 2 वर्ष अगाडि भ्लग हालेको थिएँ मेबी है 2 वर्ष अगाडि हालेको थिएँ र मैले सर्ट भिडियो पनि हालिरहेको थिएँ। हजुरले यो र यो भिडियो हेर्न सक्नुहुनेछ है किनकि मेरो त्यस्तै डिभाइसको कारणले भन्दा नि अब टाइम नमिल्ने घरि के भएर मैले ब्लगहरू हाल्न पाइरहेको थिएन। मलाई धेरैले मेसेज गरिरहेको थियो, हेर्नु न यता टक 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 मेसेज म देखाइदिन्छु। नेपाली हो, नेपालीको रुममा सिटी नबजे त कुरै हुन्न, दिनै जाँदैन। कस्तो छ के छ म कुन कन्ट्रीमा छु भनेर पनि म मेरो लास्टको ब्लगमा भन्ने छु र यदि तपाईहरुले गेस गरिसक्नु भएको छ भने कृपया टक्क कमेन्ट बक्समा हैन गरेर यु आर इन दिस कन्ट्री भनेर टक्क कमेन्ट गर्नु होला है। र अबको मेरो च्यानलमा म प्राय एक्टिभ हुने कोसिस गर्ने छु र होप सबैजनाले मलाई पहिलाको जस्तो सपोर्ट गर्ने हुनेछ भनेर म आशा गर्छु र मेरो युट्युब च्यानललाई फेरि पनि पहिलाको जसरी गरेर सब्स्क्राइब गरेर बेल नोटिफिकेसन ट्याङ्ग लाएर थिचेर सपोर्ट गर्नु होला र अहिलेको लागि म यसो सर्ट ब्रेक लिन्छु, त्यसपछि म फेरि भेट्छु ल। सो गाइस हैन म रेडी भइसकेको छु र मेरो आज रुममा छु किनकि अब भ्लग स्टार्ट भइसकेपछि अब हामी बाहिर जाने छौँ र यता देख्न सक्नुहुनेछ मेरो रुममेट हाम्रो दाइ यताको हाम्रो रुममेट मैले पर्सनल कुकम्यान राखेको छु भनौँ न पर्सनल कुकम्यान राखेको छु। हाम्रो दाइले खाना बनाउँदै हुनुहुन्छ र फिलहाल अहिले हाम्रो रुमको हालत यस्तो छ किनकि हामीले 1 विक भयो सफा नगरेको। हाम्रो चाहिँ सन्डेतिर चाहिँ सफा गर्छौँ कि एभ्री विक सफा गर्नु हुन्छ अनि हाम्रो नाइट ड्युटी छ नि त, नाइट ड्युटीमा राति दिनभरि सुतिन्छ अनि रातभरि काम गरिन्छ क्या, रातभरि काम गरिन्छ अनि त्यसैले अलि टाइम मिल्दैन भनौँ न, अनि त्यसैले हाम्रो रुम सफा गर्न टाइम भ्याउँदैन अनि उठ्ने काममा यस्तो छ है। दाइ भाइले भ्लग स्टार्ट गरे के भन्न चाहनुहुन्छ? सपोर्ट गरिदिनु, लाइक सब्सक्राइब गरिदिनु होला, सेयर गरिदिनु होला, भाइलाई अझै माथि लगिदिनु होला। मेरो यही शुभकामना छ किनकि अब होइन भिडियो पनि पहिलेदेखि स्टार्ट गरेको रहेछन् भाइले होइन, त्यस कारणले गर्दाखेरि कन्टिन्यू गर भाइ भनेर म चाहिँ स्टार्ट गर्न भनेको छु। किप सपोर्टिङ, किप वाचिङ गाइस। नमस्ते। साँच्ची एउटा कुरा म हजुरलाई भन्नै बिर्सेँ, हाम्रो दाइको फेसबुक च्यानल छ, म यतातिर लिङ्क डिस्क्रिप्सनमा हालिदिन्छु र यतातिर देख्न सक्नुहुनेछ। एनपी एक्सप्रेस होइन, एनपी एक्सप्रेस युट्युब च्यानल फेसबुक सरी हाम्रो दाइको फेरि यस्तो नमुना हुनुहुन्छ कि है। एक वर्ष अगाडि हो कि 2 वर्ष अगाडि एनपिएलको क्रिकेटको भिडियो हालेको रहेछ अनि विश्वमले स्ट्राइक दिएर युट्युब च्यानलले दाइको डिलिट भएछ क्या बिचरा मेरो दाइ है। अहिलेको आउटफिट यो हो, अहिले एकछिनमाको आउटफिट नि यही हुन्छ दाइको त, किनभने दाइ अलिकति चेन्ज हुन्छ भनेछ। मेरो चाहिँ आउटफिट चेन्ज भइसकेको छ, यसो गर त है, देखाउँदै त मेरो आउटफिट देखाइदिन्छु म यतासँग त। मेरो आउटफिट चाहिँ केटा है साथीहरू सबैजना, किनभने एज म चाहिँ नर्मल्ली भएर हिँड्न चाहन्छु किनभने हुडी अब गाह्रो छ, हुडी लाउनै पऱ्यो, के गर्नु गाह्रो छ। सो अहिले एकछिनमा म फेरि भेट्छु है। हाम्रो दाइ अब गऱ्यो केटाले गर्छ। सो गाइस फेरि ब्याक भयो। सो अब मार्केट जाँदैछौँ म, मेरो रुममेट दाइ अनि अर्को एउटा साथी, हामी मार्केट जाँदैछौँ। मार्केट जान आँटेको हाने धन्दै गाडीले भनौँ न, रमाइलो छ जे होस्। यासु मास्त्रो अब दियो यता केटाहरू टक्क रेडी भइसक्यो। हाम्रो एउटा कहाँ किन होइन ए तङ बडी से हाई
मेरो गाइस केटाहरू हो कि सिनियर सब यस्तै छ जिन्दगी चलिरह भनौँ म र मेरो रुममेट दाइ अनि अर्को हाम्रो हामीसँगै बस्छ कि यो पनि अनि यो पनि के अरे मार्केट जानु छ एउटा सामान लिनु छ पाउँछ कि पाउँदैन हिँड्नु त जाम चेक गरौँ भेटायो भने लिगौँला भेटाएन छ नि आउँला भनेर भनेको अनि त्यो यसलाई नि बोकेर हिँडेको क्या ए सबैजना यस्तै छ ए म्युजिसियन बिहान देखाउ औडा गर्दै अनि कपडा किन्नु जानु लाग्यो फेरि त्यस्तै त हो यिनीहरू केटा हो यहाँ चाहिँ अहिले क्रिसमस चलिरहेको है सबैजना साथीहरू मेरी क्रिसमस के सुन्तला देखाऊ हाम्रो नेपालमा जहाँ चोरेर सक्छन् अनि यहाँ हेर्नुहोस् यत्तिकै खसिरहेको छ नि यत्तिकै भइरहेको छ नि हेर्नुहोस् यस्तो छ सिस्टम नियम यस्तै छ है सबैजना है हाम्रो दिदी बाहिर हाम्रो अर्को दिदी बाहिर आएर बसिसक्नु भएको छ मेरो प्यारो दिदी हाम्रो डोर्मा दिदी उहाँ हुनुहुन्छ हाम्रो प्यारो दिदी हुनुहुन्छ उहाँ चाहिँ हाम्रो पाहाडतिर चाहिँ सुन्तलाहरू फलाउँछ यहाँ चाहिँ यत्तिकै छ कि लसक्कै हेर्नु सक्नुहुन्छ सुन्तला है गाह्रो छ हजुर हाई मेरो दिदी हाई हाई से माई हेलो टु माई ब्लग घरबेटी मेरो दिदी है मोमो ए मोमो भन्नुभएको थियो र मेरो दिदी हेर्ने मोमोको लभर मोमो लभर मेरो दिदी के लाग्यो टिकटक लाग्यो हजुर नि ए भगवान् खै कतिजना छ हेर ध्यान न खै देखिँदैन यो गर्दा लामो समय भइसक्यो बन्द भएको के दिएको चट्नी खोइ म दिन्छु पर्दैन म दिन्छु ल भाइ मार्केट जानु लाग्यो मेरो भ्लगलाई केही नभन्ने नि ठिक छ तिम्रो भ्लगलाई के भन्छु भने नि एकदम ग्रो अप भएर राम्रो भएर जाओस् हैन भाइलाई एकदम खुसी लाग्छ लाइफमा भन्छु हैन अरु बाकी चाहिँ म पछि भन्छु ल ल भाइ अरे what happened? You want something? No, I don't even think. What? You don't have what? You remember? Socks. You need socks, right? Taxi. We go straight and check and after okay? Let's see यो कुकनेस मार्केट है मार्केट आएको हाम्रो साथीसँग यसलाई के हो चाहिरहेको भन्दै थियो के अरे What you need? Machine. Machine लिन आएको क्या भिडियो बनाउनु पाउँछ कि पाउँदैन त्यो पनि थाहा छैन त्यो पनि जस्ट सर्ट एन्ड लक So guys, which one do you need? Tongue? You want this? This which one? यसलाई यो दारी खुर्काउने मेसिनहरू चाहिएको रहेछ क्या अनि हेर्न आएको हामी अरे you want just look first. Razor? No. So give me. So guys हामीले यो रेजर लियो है नेपालमा अराउन्ड कति पर्छ थाहा छैन गेस्ट कति पर्छ मलाई कमेन्ट डाउन गरिदिनु होला जस्ट अब हामी यतिकै छ यसले फेरि के हेर्न थाल्यो ल यसको डाउन ए हेर्न सक्नुहुनेछ है प्रेस 0 रे सो यही हो फोकिनोस् बेबी गर्नु पर्यो नि तपाईँको एकमा हिँडेर हाम्रो अर्को त यता हुनुहुन्छ हो सर जय नेपाल भेटायो नो युरो के चाहियो सबै आइटमहरू लिएर है
You want flower, right? You make you say for that one. Chapati. It's chapati for केटाहरूले पिठो लिन खोजेको खै पनि के पिठो लिन खोजेको Sini musim ini here. फुरफुरे कुरकुरे ने Burguli. बुर्कुले फुरफुरे Burguli. Last time boss make for this one. I asked you before. यो के उस होइन रे यता Burguli okay? Burgul okay? गुरगुरे न Before I ask you, you want Yeah. boss make this one from here. From this one. What is this? Bur with medium. केटाहरू खै पनि के गर्दा थाहा छैन मलाई के लिनु खोजेको गुरगुली गुरगुली भन्छ मैले नै के अरे मलाई सकेसम्म थाहा भएको मलाई त You want chapati? के अरे मकीको चामल भने जस्तो लाग्थ्यो के अरे There is chapati already. Wait. 2 euro there. के गर्न लाग्यो हौ दाइ दाइ औ Huh? के गर्न लाग्यो तिमीले Yo, lana paro kati kita go yo. के गर्नको लागि 5 kita go. Mau mau like. बिजनेसम्यान के गर्नु मोमो बनाउनुलाई भन्छ Flower ni bhai. Plain flower. हैन? एउटा यस्तो एउटा पोस्दिउँ त थमेलको लागि यस्तो म यस्तो बोकेर के पर्दा मोमो होइन थमेलको लागि हो कि के मुद्रा आउँछ? हिँड काम छैन हिँड चलाई च्यातोडा घर गर्नु होइन यार किलिपिन पसन्द गरिसक्यो चाहिँ. 9,000 गाइस भर्खर सामान लिएर आयो यहाँ चाहिँ पिसाब गर्ने हो. के अरे यहाँ चाहिँ पिसाब गर्ने हो. मूत्र संसार के अरे शौचालय बाहिर गर्न मनाइ छ हजुरलाई कारबाही हुनेछ है हजुरलाई बाहिर देश आएर यस्तो गर्ने तपाईँ यो भाइ टु मच रे. दाइ बाहिर देश आएर यस्तो गर्ने भन्नुहुन्छ यार साथी हो हेर्नु गाह्रो छ यस्तो छ हाम्रो दाइको हालत गाह्रो छ होइन You have to bring this. I think I don't want this much. But हेभी हो धेरै सामान लिनु छ भन्दै थियो नि यति धेरै हुन्छ भने थाहै थिएन यहाँ छ त्यहाँ छ त्यहाँ अर्को उता अर्को साथीले 2टा बोकेको छ गाह्रो छ हौ 20 किलो त म झोला मात्रै बोकेछु यार. भाइ मलाई घाटा लागिरहेको छ है. के अरे बोकेर यो यता पनि बोक्ने यता पनि बोक्ने यता पनि 5 किलो बोक्ने. ए मैले बोकेन तिमीले कति बोक्यो हेर त त्यहाँ त यहाँ कुममा कति बोकिरहेको छु. ल्याउ न त म बोक्छु तुमको यो बोक म बोक्छु तुमको ल्याउ 6वटा हेल झोला देऊ त्यो पानी देऊ यो बोक नि त ल एक्लै. अनि हेर म तिमीलाई हेल्प गरिरहेको छु नि त. कसम चाहिँ कस्तो रहेछ मान्छे अनि हात दुख्यो म अब रुममा गएर भेट्छु ल सो गाइज अब मार्केट गएर नि आइयो है सबै सामान कुरा लिएर आइयो सामान लिएर चाहिँ हाम्रो बिलिङ पनि भइसक्यो के पनि हिसाब किताब सबै गरिसक्यो पनि कसले कति दिन पनि कसले कति दिन पनि सबै कुरा भइसक्यो हाम्रो सामान यही हो लिएर आएर थुप्रै सामान छ कति सामान चाहिँ बाहिर नि छ भित्र राखिसक्यो हामीले है भित्र राखिसक्यो अनि अब यस्तै छ अब म चाहिँ अब खाना बनाउँदैछु किनभने दाइले अघि त्यो दाइले पोर्क खानुहुन्छ दाइले पोर्क खानुहुन्छ म पोर्क खाइदिनँ कि म चाहिँ चिकन बनाउँदैछु ठुलो भाँडामा यति 1 पोर्सनको लागि अनि अब यस्तै हो आजको भ्लग चाहिँ म एन्ड गर्छु होइन नेक्स्ट भ्लगमा भेटौँला सबैलाई धन्यवाद मेरो भ्लग हेरिदिइरहेकोमा अनि के भन्नु स्टे ट्युन है सबैलाई अब नयाँ भ्लग आउनको लागि अब फेरि पुग्दै गर्नु होला मेरो भ्लग आउँछ फेरि चाँडै आउँछ म फेरि लेट गर्दैन अब किनकि म अब भ्लग अब युट्युब मेरो च्यानलमा म एक्टिभ हुने कोसिस गर्छु सो थ्याङ्क यू फर वाचिङ माई भिडियो वाचिङ माई भ्लग है सबैजनालाई धेरै धेरै धन्यवाद बाई बाई जय नेपाल के भन्नु छ म त फेरि मिलाउँछु सबैलाई किप सपोर्टिङ
नेक्स्ट विक सन्डे फेरि अर्को भ्लग आउँछ हाम्रो भाइको र मेरो साथमा वी विल ट्राई बेस्ट एन्ड किप सपोर्टिङ सब्सक्राइब गर्नु होला फलो गर्नु होला अनि सक्दो सेयर गर्नु तपाईँको साथीभाइसँग यति भन्न चाहन्छु धन्यवाद नमस्ते सो गाइस बाई सी यू नेक्स्ट भ्लग स्टे ट्युन बेलुका सब्सक्राइब गर्दै गर्नु बिर्सिनु होला बाई